नमस्ते साथीहरु, के तपाईहरु पनि आफुलाई मनपर्ने भिडियो टिकटकबाट डाउनलोड गरेर त्यहाँ भएको वाटरमार्क कसरी हटाउने भनेर सोच्दै हुनुहुन्छ भने यो आजको भिडियो चाहिँ तपाईहरुको लागि हुन सक्छ। मैले मेरो यो भिडियोमा चाहिँ हामीलाई मनपर्ने भिडियो कसरी टिकटकबाट डाउनलोड गर्ने र त्यो डाउनलोड गरेर त्यहाँ भएको वाटरमार्क जुन टिकटकको वाटरमार्क चाहिँ कसरी हटाउने भनेर चाहिँ मैले यो भिडियो बनाएको छु। सबैले हेरेर सुनेर साथ दिनु होला है त साथीहरु। साथीहरु, सबैभन्दा पहिले तपाईहरु आफ्नो यो टिकटकमा जानु होला। टिकटकमा गइसकेपछि मैले तपाईहरुलाई यो भिडियो मैले डाउनलोड गर्न जाँदै छु, हेर्नु होला। जस्तै यो भिडियो मैले डाउनलोड गरे, डाउनलोड भयो साथीहरु हैन, देख्न सक्नुहुन्छ। त्यसपछि मैले तपाईहरुलाई सिधा लए यहाँ मेरो फोटो ग्यालरीमा। सो तपाईको ग्यालरीमा हेर्न सक्नुहुन्छ यो तपाईको यो टिकटकको भिडियो जुन मैले अघि भर्खर डाउनलोड गरेको, यहाँ वाटरमार्क आएको छ, देख्न सक्नुहुन्छ है, यो baburamhayu.official। सो अनि यहाँ तल पनि है। सो यो तपाईले चाहिँ हटाउनको लागि अब म तपाईलाई एकदमै इजी वे तपाईलाई सिकाइराखेको छु, हेर्दै जानु होला है। सो सबैभन्दा पहिले तपाईले के गर्न पर्यो, आफ्नो गुगल क्रोम खोल्नु होला हैन। गुगल क्रोममा गइसकेपछि तपाई यहाँ मैले अलरेडी सर्च गरेको छु, टिकटक भिडियो रिमुभ वाटरमार्क भनेर लेखेको छ, त्यसमा तपाईले क्लिक गर्नु होला। अनि यो फर्स्टमै है टिकटक डाउनलोडर, यहाँ तपाईले एकचोटी क्लिक गरिदिनु होला। अब तपाईले यहाँ देख्न सक्नुहुन्छ जस्ट इन्सर्ट अ लिंक भनेको छ। तपाई फेरि टिकटकमा जानु होला। टिकटकको त्यो अघिको भिडियोलाई तपाईले चाहिँ के गर्नु पर्छ भने तपाईले यसलाई शेयर बटनमा गएर हेर्न सक्नुहुन्छ कपी लिंक है। यहाँ कपी लिंक गर्नु होला। यहाँ कपी लिंकमा गएर यदि गरिसकेपछि कपी लिंक भयो, फेरि तपाईले यो गुगलमा ब्याक हुनु होला। सो तपाईले जस्ट इन्सर्ट लिंक भनेको ठाउँमा लङ प्रेस गरिदिनुस्, अनि तपाईले देख्न सक्नुहुन्छ त्यहाँ पेस्ट गरिदिनु होला। अब पेस्ट गरिसकेपछि डाउनलोडको अप्सन तपाईले तल देख्नु भएको छ, हेर्न सक्नुहुन्छ। मैले डाउनलोडमा क्लिक गरिदिसके। सो तपाईले यो प्रोसिजरबाट, यो तरिकाबाट चाहिँ एकदमै मजाले टिकटकको वाटरमार्क तपाईले हटाउन सक्नुहुन्छ है साथीहरु, एकदम इजी तरिकाबाट। सो अब तपाईले डाउनलोड गर्न पर्यो। कुनमा डाउनलोड गर्ने, MP3 डाउनलोड गर्ने कि हैन, HD मा डाउनलोड गर्ने कि, त्यसको लागि चाहिँ एड हेर्नुपर्छ। अनि डाउनलोड एप साइट एड गर्ने कि अब अहिले चाहिँ नर्मल विदाउट वाटरमार्क, यसमा मात्रै क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि यहाँ यस्तो खालको इन्टरफेस आउँछ, यसलाई तपाईले क्लोज गरिदिनुस्। अब तपाईले देख्न सक्नुहुन्छ यो डाउनलोड भइरहेको अवस्था छ है साथीहरु। यसरी तपाईले गर्न सक्नुहुन्छ। देख्नुभयो डाउनलोड भइसकेको छ मेरो है, यो डाउनलोड भइसकेको छ। फेरि पनि डाउनलोड गर्छस् भनेको छ, लाइन नो। अब यसरी तपाई गएपछि फेरि हेर्नु होला, मैले तपाईलाई यो डाउनलोड भइसकेपछि फेरि पनि तपाईलाई फोटोमा लगेर देखाएँ। अब फोटोमा लगाएर देखाएँ, देख्नु सक्नुहुन्छ यो फोटोमा वाटरमार्क देख्नुभयो अघि मैले देखाएको। मैले डाउनलोड गरेको भिडियो चाहिँ यो हो, त्यही भिडियो हो, अहिले वाटरमार्क छैन है साथीहरु। सो हजुरहरु पनि यो तरिकाबाट तपाईले आफ्नो टिकटकमा मनपर्ने भिडियो डाउनलोड गरेर त्यहाँबाट वाटरमार्क हटाउन सक्नुहुन्छ है त साथीहरु। ल सबैलाई धन्यवाद मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा है त। ल धन्यवाद।